के तपाईले याद गर्नुभएको छ कोही बच्चाको सानै उमेरदेखि चाहिँ छालाहरू चिलाइराख्ने सेतो फुस्रो भइराख्ने जति मोइस्चराइजरहरू लगाउँदाखेरि पनि निको नहुने ड्राई हुने चिलाउने त्यो खालको समस्याहरू हुन सक्छ। म एउटा यस्तो रोगको बारेमा कुरा गर्न जाँदैछु जसलाई चाहिँ अटोपिक डर्मेटाइटिस भन्ने गरिन्छ। यसमा चाहिँ के सिम्पटम्सहरू देखिन्छ भने सबभन्दा पहिला त प्रुराइटिस अथवा छाला चिलाउने, अर्को चाहिँ क्रोनिक अर क्रोनिकली रिल्याप्सिङ डर्मेटाइटिस भन्छ। छालामा चाहिँ यस्तो डर्मेटाइटिस अथवा चिलाउने अथवा यो एक्जिमेटस कन्डिसन्सहरू चाहिँ नियमित रूपमा चाहिँ रहिराख्ने, वर्षमा 3-4 महिनाभन्दा बेसी रहिराख्ने। र अर्को चाहिँ एज स्पेसिफिक भनेको चाहिँ सानो बच्चाहरू अथवा 2 वर्षभन्दा कम उमेरको बच्चाहरूको चाहिँ अनुहार अथवा यो एक्सटेन्सर लेग्सहरूको अथवा हातहरूको चाहिँ बाहिरी भागमा त्यस्तो खालको समस्याहरू भइराख्ने भने 2 वर्षभन्दा माथि अथवा इभन अडल्टमा पनि फ्लेक्जुरल भनेको चाहिँ यो मिडियल पार्टमा अथवा पेटहरूमा नाइटोहरूको वरिपरितिर चाहिँ यस्तो लिजन्सहरू आइराख्ने। यो सँगसँगै सेल्फ आफ्नो अथवा फ्यामिली हिस्ट्री अफ अटोपी भनेको चाहिँ परिवारको अन्य कुनै सदस्यलाई चाहिँ यो एलर्जिक राइनाइटिस भन्छ, नाकहरू चिलाइराख्ने, नाकबाट पानी बग्ने अथवा चाहिँ आजमा भन्ने हुन्छ जुन सो दमको जुन अर्ली एजको दम जुन एस्थमा भन्ने हुन्छ। सो त्यसको चाहिँ समस्या अनि यो सबै क्राइटेरियाहरू चाहिँ यो चाहिँ मेजर क्राइटेरिया भयो। त्यो सँगसँगै तपाईँको सेतो फुस्रो दागहरू हुने, छाला ड्राई हुने, आँखा वरिपरि सानो फुस्रो जस्तो देखिने खालको यो सबै अरू जुन सिम्पटम्सहरू पनि जुन माइनर क्राइटेरिया भन्छ यो सबै चाहिँ अटोपिक डर्मेटाइटिस भन्ने एउटा कन्डिसनको डायग्नोस्टिक क्राइटेरियाहरू हो। सरप्राइजिङली मलाई एकजना पेसेन्ट चाहिँ युकेदेखि भेट्न आउनु भएको थियो। सी वाज त्यहीँको वाइट ब्रिटिस पर्सन। उहाँ चाहिँ डक्टरलाई भेट्नलाई अपोइन्टमेन्ट पाउन नै यति गाह्रो र जुन फ्यामिली प्र्याक्टिसनरलाई देखाउनु भएको रहेछ र इभन त्यहीँको मान्छेले पनि त्यत्रो वर्षसम्म चाहिँ आफ्नो बच्चालाई चाहिँ अटोपिक डर्मेटाइटिस हो भनेर डायग्नोसिस चाहिँ नभएको रहेछ कि। सो मैले चाहिँ यसो हेरेँ, सबै सिम्पटम्सहरू हेर्दाखेरि चाहिँ यो अटोपिक डर्मेटाइटिससँग मिल्ने हो भनिसके पछाडि उहाँलाई मैले केही कुराहरू एक्सप्लेन गरेँ। सो तपाईँको बच्चामा पनि अर्ली एजमा नै यो डर्मेटाइटिस भइराख्ने, छाला चिलाउने भइराखेको छ भने पक्कै पनि डक्टरलाई देखाउनु पर्ने हुन्छ। यसले गर्दाखेरि बच्चामा विभिन्न नकारात्मक असरहरू जस्तो चिलाइराख्ने, त्यसले गर्दाखेरि स्कुलमा पढाइमा फोकस नहुने, राति अनिन्द्रा हुने र यसले गर्दाखेरि इभन बच्चामा डिप्रेसन अथवा चाहिँ आइक्यू कम हुने, लर्निङ डिसेबिलिटीसम्मको पनि चाहिँ लक्षणहरू चाहिँ देखिएको छ अटोपिक डर्मेटाइटिसमा। अब यसको समस्याको समाधान के भने त फर्स्ट एन्ड फरमोस्ट भनेको छालालाई ड्राई नराख्ने भनेको मतलब दिनदिनै बिहान बेलुका सकिन्छ भने दिनमा 3-4 पटक चाहिँ मोइस्चराइजर्सहरूको प्रयोग गर्ने, स्पेसली सेरामाइडहरू भएको मोइस्चराइजर्सहरूको प्रयोग गर्ने। यदि त्यो सम्भव भएन भने नरिवलको तेल पनि लगाउन सकिन्छ र नुहाउँदाखेरि सकेसम्म मेडिकेटेड खालको हामी चाहिँ प्रचार प्रसारहरू हेरेर यसले चाहिँ कीटाणुको नाश गर्न सक्छ भनेर झन् साबुनहरू प्रयोग गर्ने, स्याभलोन डिटोल खालको चाहिँ एन्टिसेप्टिक्सहरूले चाहिँ बच्चाको छालालाई लगाइदिने गर्दाखेरि त्यसले झन् इरिटेसनहरू बढाउँछ। सो त्यो कारणले गर्दाखेरि यो खालको मेडिकेटेड सोप्सहरू अभोइड गर्ने, माइल्ड मोइस्चराइजिङ सोप्सहरूको प्रयोग गर्ने। यो त भयो हामीले घरमा चाहिँ कसरी उपचार गर्न सक्छ। त्यस पछाडि यसको ट्रिटमेन्टहरू भनेको तपाईँको डक्टरकोमा नै जानुपर्छ। त्यसमा चाहिँ हामीले चाहिँ डक्टर्सले चाहिँ तपाईँको कन्डिसन हेरिकन माइल्डदेखि मिड पोटेन्टदेखि पोटेन्ट स्टेरोइड्सहरू दिन सक्नुहुन्छ, जस्तो चाहिँ बिटामेथासोन, फ्लुटिकासोन, मोमेटासोन खालको स्टेरोइडहरू सँगसँगै एउटा ट्याक्रोनिमस भन्ने ओइन्टमेन्ट पनि युज गर्न मिल्छ। र यो सँगसँगै चाहिँ तपाईँको यो प्रोबायोटिक्सहरू पनि यसमा चाहिँ हेल्पफुल हुन्छ भनिन्छ। र कुनै बच्चाले चिलाइराख्यो भने चाहिँ नचिलाउने औषधि चाहिँ लङ टर्म पनि दिन सक्छ। कहिलेकाहीँ चाहिँ पेरेन्ट्सहरू चाहिँ यति लामो समय तपाईँले 2 महिना 3 महिना यति सानो बच्चालाई चाहिँ यत्रो औषधि दिन मिल्छ र डाक्टर साहब भन्नुहुन्छ। मैले अघि पनि भनिहालेँ लङ टर्मसम्म बच्चाले छालाहरू इचिङ भइराख्ने, त्यसले गर्दाखेरि पढाइ निद्रा यो सबैमा डिस्टर्ब हुने भएको कारणले एउटा चाहिँ फरक क्वालिटी अफ लाइफ पनि एन्टी इचिङ सिरप्सहरू अथवा ट्याब्लेट्सहरू पनि दिन चाहिँ पर्न सक्छ। र यसको चाहिँ नर्मली ठिक हुने धेरै जस्तो बच्चाहरूमा चाहिँ जुन 12-13 वर्षको उमेरमा जुन प्युबर्टी हिट गर्दासँगै हाम्रो छालामा चाहिँ सिबेसियस ग्ल्यान्ड भन्ने एउटा जुन ग्रन्थीहरू चाहिँ एक्टिभेट हुन्छ। त्यो बेलामा चाहिँ मान्छेको बच्चाको धेरै जस्तो चाहिँ यो एक्नेहरू आउने उमेर पनि हुन्छ। सो त्यो बेलामा चाहिँ अलिकति धेरै जस्तोमा कम भएर जान्छ अटोपिक डर्मेटाइटिस। अदरवाइज कहिलेकाहीँ 2-3 वर्षको बच्चाहरूको सुरु भएर 10 वर्ष 12 वर्षसम्म पनि यो चाहिँ भइराख्ने भएको कारणले पेरेन्ट्सको लागि पनि
डिस्ट्रेसिङ हुनसक्छ। बट एज आई सेड यो एउटा क्रोनिक प्रब्लम भएको कारणले गर्दाखेरि यसलाई चाहिँ डक्टरको सल्लाहमा बेला बेलामा भिजिट गरिराखेर र मैले अहिले भनेको मेजर्सहरू राख्यो भने पक्कै पनि त्यसको सिम्टम्सहरूलाई कम गर्न सकिन्छ। र कहिलेकाहीँ यो अटोपिक डर्मेटाइटिस भएको बच्चाहरूलाई 12-13 वर्षको उमेर पछाडि यो आजमा अथवा चाहिँ यो सानै उमेरमा हुने जुन दम हुन्छ, आजमा भन्ने रोग पनि हुनसक्छ। यसलाई चाहिँ अटोपिक मार्च पनि भन्ने गरिन्छ। र कहिलेकाहीँ जुन यो अटोपिक डर्मेटाइटिस भने मैले बच्चालाई मात्र फोकस गरेर भने, कहिलेकाहीँ चाहिँ अडल्ट अनसेट भनेको चाहिँ 12-13 वर्षको उमेर पछाडि पनि अडल्ट अनसेट अटोपिक डर्मेटाइटिसहरू चाहिँ हुनसक्छ। यदि छालामा चाहिँ तपाईँको लामो समयसम्म चिलाइराख्ने डर्मेटाइटिस, यो स्किन लिजन्सहरू आइराख्ने तपाईँको ठिक भइराखेको छैन भने तपाईँले घरेलु उपचार गर्नुभन्दा डक्टरकोमा गएर के एटोपिक डर्मेटाइटिस हो कि भनेर तपाईँले समयमा नै डायग्नोसिस अथवा ट्रिटमेन्ट गर्नुभयो भने लाइफ सजिलो हुन्छ।